ल कस्तो दामी हाम्रो नेत्रबहादुर मिस्टर नेत्रबहादुर लाखेकी टुपी हाल्दाखेरि मिठो हुन्छ होला नि गुरुमा साह्रै राम्रो मान्छे भलिबलमा चिसर नउठाउने मान्छे माछा खेल्नु नमान्ने मान्छे गाडी जब प्लेन भन्दा खतरा डराउने मान्छे यो मान्छे एसपेन चलाउने मान्छे निन्द्रा पटक्कै नलाग्ने मान्छे यो मान्छे यार अनि यो आज सालजेम साथ कोरियन सालजेम साथ खिम्चीसँग चट्टा चाहिँ नि सब पार्छ हाम्रो केटोले यार ठुले खतरा छ नि यो ठुले यार मान्छे ठुले खतरा छ नि ठुले पोक राम्रो हाल्नुपर्छ नि कोट त थुप्रो हो नि मजाले पोका 2 घाँस पारे खाँदा पनि हुन्छ मजाले झाप चपाउने फेरि खाने फेरि पोका पार्ने मजाले चपाउने अनि फेरि पोका पार्ने अनि खिम्चीको सुप मजाले पिउनु अहिले होइन यस्तो दामी हुन्छ यार यस्तो दामी हुन्छ यो चिज सरल किस्तामा खाने चिज हो क्या यो अनि राइस मजाले चाहिँ पोका पारेर खानु राइस यस्तो दामी यार भए त दामी थियो यो मान्छेको यार जे खाइहाल्छको ज्यान पनि छ गाँचे अब खिम्चीको सुप हालेर खानु अझै अमेरिकन कफी चाहिँ लास्ट टाइममा खाने यार अमेरिकन कफी लास्ट टाइममा है यस्तो दामी छ पल्टाउनु न पल्टाउनु राम्रोसँग पल्टाउनु यो पाकेको छैन अझै छेउ नपाकेको चिज राम्रो गिरिल गर्नु र गिरिल राम्रो गर्नुपर्छ राम्रो गर्नुपर्छ अनि दामी हुन्छ नि त दामी सेट हो यार यो मासु खाए जस्तो हुँदैन क्या यो त पुरा भेज जस्तो हो क्या यो भनेको दामी हाम्रो नेत्रजी खतरामाथि डेन्जर मान्छे यार यति भन्सामा पनि प्रफिट मान्छे हो यो मान्छे यार खतरामाथि डेन्जर धेरै बढाए त शुभकामना फिटिङ एन्ड फिटिङ फिटिङ इसी तरह बालुवा चिरिँदा पोका है